एकैछिन गल्ती गर्नु भएको छ स्थानीय सरकारको प्रमुख हुनुहुन्छ के हो स्कुलमा आउनुहोस् ल आउनुहोस् यहाँ आउनुहोस् त मैले निर्माण गरेका डेस्क बेन्चहरू यो के हो यो के हो यो के हो भने व्हाट इज दिस के हो यो हो विद्यार्थीहरूले चाहिँ कहाँ बस्छ विद्यार्थीहरू यो कक्षा 1 हो यो एक क्लास हो यो क्लासको यो डेस्क बेन्च तपाईँ हेर्नुहोस् यो डेस्क बेन्च हेर्नुहोस् त यो कस्तो लाज मर्नु ठक सरकार यो लाज मान्नु पर्छ कि पर्दैन भने पञ्चायत विनायक नगरपालिकाले यहाँ आएर शिक्षा शाखा अझै भन्दा मेयर उपमेयर सबै सिङ्गो सरकारले चाहिँ हेर्छ कि हेर्दैन लाज मर्नु हेर्नु त यो हेर्नुहोस् यो डेस्क हेर्नु त यो लाज यो 6 क्लास अब यहाँ म यहाँ बसेँ अनि यहाँ किताब कहाँ राख्ने ल हेर्नुहोस् त यो हेर्नुहोस् यो अवस्था हेर्नुहोस् यो साँच्चीकै यो बजेट चाहिँ कहिले खान्छ भने यहाँ हेर्नुहोस् यो हेर्नुहोस् यो स्कुलको अब 6 क्लास हो यो चाहिँ यो यहाँ पनि केही छैन यो खाली कहाँ राख्ने कहाँ राखेर पढ्ने यस्तो विडम्बना यो कति क्लास हो तपाईँ सरकारवाला निकाय नैतिक रूपमा तपाईँले यो स्कुलको दर्दनाक अवस्थाको नैतिक जिम्मेवारी लिने कि लिँदैन भने एकदम हृदयका साथ लिएको छु यो राज्यले यो डेस्क बेन्च बनाउनका लागि पैसा पाएन होला यो राज्यले डेस्क बेन्च बनाउनका लागि पैसा पायो कि पाएन पैसा त प्रत्येक वर्ष छुट्याइन्छ तर कहाँ जान्छ यो पैसा चाहिँ यो डेस्क बेन्च बनाउने पैसा कहाँ जान्छ हामी यसरी आक्रोशित भएर बोल्दाखेरि चाहिँ आक्रोशित भए बुझ्दैनन् भन्छ तर यो के हो भने यो के भइरहेछ यो हेर्नुहोस् त यो हेर्नुहोस् नाङको नाच यो नगरपालिकाको नाङको नाच सिङ्गो सरकारले चाहिँ लाज मान्न पर्छ आराम हुनुहुन्छ आराम छ तपाईँ आराम हुनुहुन्छ स्कुल विराम छ थाहा छ कि छैन तपाईँलाई चाहिँ आराम अब यो विराम यस्तै छ अवस्था हामी एकैछिन यो नानी बाबुहरूको अनुहार हेर्दाखेरि तपाईँलाई के दुःख लाग्छ कि लाग्दैन यति भन्नु अनेस्टली भन्नुहोस् है फेरि यो दुःख हामीलाई मात्रै ओडा भवन निर्माण गरिराख्नु भएको छ अनि बस्ने कहाँ भने विद्यार्थी यही बस्ने हो यही हो त सर यो कुरा स्वीकार कि नस्वीकार यो म स्वीकार हामीले भन्छौँ स्थानीय सरकारले भन्छौँ वार्ड सरकारले भन्छौँ अब हामीहरूको सुन्दैन भने हामी के गर्छौँ हामी समग्रमा यो स्कुलको चण्डिका माविको पञ्चायत विनायक नगरपालिकाको चण्डिका माविको अवस्था निकै दर्दनाक छ यो कुरा तपाईँ स्वीकार्नुहुन्छ म एकदम स्वीकार्छु हामी जो भौतिक संरचनादेखि लिएर त्यहाँको व्यवस्थापन यहाँको विद्यार्थीको अनुशासित सबै देखेर धेरै निम्न छ स्कुल पनि होइन यहाँ पढ्ने सुन्नुहोस् यहाँ पढ्ने बालबच्चा मेरो बालबच्चा पनि होइन उहाँहरूसँग मेरो कुनै सरकार पनि छैन म यो समाजको यो देशको एउटा जिम्मेवार नागरिक भएको हिसाबले यो अवस्था देख्दाखेरि चाहिँ मलाई चित्त बुझेन र अर्को कुरा नैतिक जिम्मेवारी तपाईँले लिनुपर्छ तपाईँ यो वडाको वडा अध्यक्ष हो यो वडाको वडा प्रमुख हो अझै भन्दा पालिका सरकार तपाईँको नेतृत्वमा छ तपाईँको अब यहाँ धेरै कुरा नगरौँ यहाँको अवस्था भन्नलाई नगरपालिका भनिया छ जित्या छन् खाया छन् स्कुलको अवस्था यस्तो बिजोग छ कि यस्तो बिजोग के यो बिजोग भन्दा पनि सबैभन्दा बढी बजेट शिक्षामा छुट्याइन्छ 2 मात्रै छैन तर हामीले स्कुलको प्रतिनिधित्वमूलक हामीले के कक्षा कोठाको अवलोकन गर्यो कक्षा कोठाको अवस्था पुरै बिजोग छ कतिमा कस्तो तपाईँ जोसिनुहुन्छ भने मैले फर्निचरको चाहिने कुराहरू गरिराखेको छु त भनिराखेकै छु त कति गरेर सबै मसँग जोसिनुहुन्छ भने तपाईले बुझ्नुपर्छ एक वर्ष मैले यो 400 डेस्क बेन्चसँग हामीसँग बजेट पनि हुँदैन एक वर्षभन्दा बढी भयो विद्यार्थी डेस्क बेन्चमा बसिरहेको त्यही त पोहोर साल हामीले निर्माण गऱ्यौँ नि त त्यहाँ डेस्क बेन्चहरू कति आज के बार हो शुक्रबार कतिजना सर आउनु भएको थियो आज स्कुलमा 4-5 सरहरू सबै कतिजना हुन् थाहा छ 12-13 जना क्लासमा यताउता सानो क्लासमा मोबाइल हेरिराख्ने सरहरूले यताउता अरू पढाइ हुन्न लास्ट हुन्छ नि लास्ट विषय हल्का राम्रोसँग पढाइ हुन्न त्यही कस्तो त्यही हो ए सरहरू जे पाए त्यही बोल्छन् मोबाइल हेरेर बस्छन् सानो क्लासमा सरहरू लास्ट पिरियड पढाउनु यो अत्यन्तै यो विद्यार्थीहरूलाई खेल्नका लागि ग्राउन्ड पनि छैन धेरै दुःख छ उहाँहरूलाई चाहिँ यो विद्यार्थीहरूले चाहिँ सपना देखेको छ भविष्यका लागि तर यहाँ डेस्क बेन्च पाउँदैनन् खेल्नका लागि खेलकुद मैदान छैन निकै दर्दनाक अवस्थामा यो चण्डिका माविका विद्यार्थीहरूले चाहिँ कसरी भविष्य देखेका छन् यहाँको राज्य कहाँ छ भन्ने कुरा चाहिँ माइन्ड यसको अवस्था हेर्नुहोस् यो फोहोर हेर्नुहोस् यो ढोकाको अवस्था हेर्नुहोस् यो ढोका हेर्नुहोस् यो स्कुलको ढोका हेर्नुहोस् राज्यले पक्कै पैसा छुट्याउँछ के 2 मात्रै छैन के तर कहाँ जान्छ भने स्कुलको अवस्था भने सबैभन्दा मुख्य मेरुदण्ड विकास निर्माणको सबैभन्दा मुख्य मेरुदण्ड अझै सरकारले सबैभन्दा बढी बजेट छुट्याउने शिक्षा क्षेत्रमै हो त त्यो जान्छ कहाँ कहिले खान्छ कहिले झम पार्छ या विद्यार्थी हेरेको हेरे यहाँ चाहिँ अब स्कुलको अवस्था यस्तो बजेट आउँछ जान्छ तर केटाकेटी यहाँ हेरेको हेरे कस्तो गाह्रो छ अवस्था
लाज मान्न पर्छ। यो हेर्नुहोस्, स्थानीय सरकार कहाँ छ, प्रदेश सरकार कहाँ छ, संघीय सरकार कहाँ छ, शिक्षाका लागि चाहिँ बोल्नेहरू कहाँ छ? यो स्कुलको अवस्थाको हेर्नुहोस्, यो चाहिँ यो 1 क्लास हो होइन? 1 क्लास हो यो? कति क्लास हो यो? 1 क्लास। ल आउनुहोस् अरू, ल जाउँ। यो अत्यन्तै यो विद्यार्थीहरूलाई खेल्नका लागि ग्राउन्ड पनि छैन, धेरै दुःख छ उहाँहरूलाई चाहिँ। यो विद्यार्थीहरूले चाहिँ सपना देखेको छ भविष्यका लागि, तर यहाँ डेस्क बेन्च पाउँदैनन्, खेल्नका लागि खेलकुद मैदान छैन। निकै दर्दनाक अवस्थामा यो चण्डिका माविका विद्यार्थीहरू चाहिँ कसरी भविष्य देखेका छन्, यहाँको राज्य कहाँ छ भन्ने कुरा चाहिँ मायने राख्छ। हेर्नुहोस् यो स्कुलको अवस्था, यो एकछिन हेर्नु, यो स्कुलको अवस्था हेर्नुहोस्, यो फोहोर हेर्नुहोस्, यो ढोकाको अवस्था हेर्नुहोस्, यो ढोका हेर्नुहोस्, यो स्कुलको ढोका हेर्नुहोस्। राज्यले पक्कै पैसा छुट्याउँछ कि यसमा दुई मात्रै छैन कि, तर कहाँ जान्छ भने यो स्कुलको अवस्था भने सबैभन्दा मुख्य मेरुदण्ड, विकास निर्माणको सबैभन्दा मुख्य मेरुदण्ड अझै सरकारले सबैभन्दा बढी बजेट छुट्याउने शिक्षा क्षेत्रमै हो। तर त्यो जान्छ कहाँ, कहिले खान्छ, कहिले झम पार्छ, या विद्यार्थी हेरेको हेरे। यहाँ चाहिँ अब स्कुलको अवस्था यस्तो, बजेट आउँछ जान्छ, तर केटाकेटी यहाँ हेरेको हेरे। कस्तो गाह्रो छ यो अवस्था, हेर्नुहोस् त। ल हेर्नुहोस्, यहाँ पनि त्यस्तै छ। यो बिजोग पुरै भन्नका लागि त यो कोठा मात्रै बनाउनका लागि धेरै बजेट छुट्याइयो होला, तर यहाँ हेर्नुहोस् त यो कति क्लास हो? यो कति क्लास हो? 6 क्लास। यो 6 क्लास, यो 6 क्लास। अब यो म यहाँ बसेँ अनि यहाँ किताब कहाँ राख्ने? ल हेर्नुहोस् त, यो हेर्नुहोस्, यो अवस्था हेर्नुहोस्। यो साँच्चीकै बजेट चाहिँ कहिले खान्छ भने यहाँ हेर्नुहोस्, यो हेर्नुहोस्, यो स्कुलको अब 6 क्लास हो। यो चाहिँ यहाँ पनि केही छैन, यो खाली कहाँ राख्ने, कहाँ राखेर पढ्ने, यस्तो विडम्बना। यो कति क्लास हो? 6 क्लास। 6 क्लास। यस्तो गाह्रो छ। डेस्क बेन्च हेर्नु त, यो विद्यार्थी पढ्ने भनेको डेस्क बेन्चमा हो। यस्तो गाह्रो, तल भुइँ तल हेर्नु त, यो भुइँमा त पक्कै पनि पिचका लागि अवधारणा मापदण्ड थियो होला। यो भुइँ हेर्नुहोस्, यो यस्तो गाह्रो छ अवस्था, यो एकदमै गाह्रो। डेस्क बेन्च भत्ताभुङ्ग, डेस्क बेन्चका लागि पैसा आयो, सबै काले काले मिले खाउँ भाले भयो जस्तो भयो। चाहिँ सबैजना मिले, विद्यार्थीको भविष्य अन्य, विद्यार्थी जहाँ आओस् जहाँ बसोस्, पढोस् नपढोस्, सरकार छैन यहाँ, कसैलाई पनि सरकारलाई निकाले, यस्तो अवस्था छ यही डेस्क बेन्चको अवस्था। यो छ, यो सबै त्यस्तै छ। के भन्छ बाबु? यो छिटै होस् भन्ने दुःख पास हो है, बस्ने डेस्क बेन्च नपाउँदा गाह्रो छ है। अब कति घन्टाको बाटो हिँडेर स्कुलमा आउँछौ? म 2 घन्टा, 2 घन्टा बाटो। 2 घन्टा बाटो। पारिचित पुल ऊ छ नि त, पुल भत्किएको छ है। अनि यो यहाँ डेस्क बेन्च यस्तो हुँदा कस्तो लाग्छ आफूलाई? कस्तो सरकारबाट पैसा आएको छ, तपाईँहरू भविष्य बनाउन भनी हिँड्नु भएको छ, यस्तो देख्दा दुःख लाग्छ कि लाग्दैन आफूलाई? लाग्छ नि दुःख त। के भन्छ बाबु सरकारलाई? सरकार कहाँ हेरेको छ, यस्तै हो। ल एकदम विडम्बना, धेरै गाह्रो छ यो स्कुलको अवस्था। ल अन्त जाउँ अब त। ल हेर्नुहोस्, यो कति क्लास बाबु? 4। कति क्लास हो यो? कति क्लास? 4। यो 4 क्लास। कठै सरकार, यो कति क्लास हो? कठै सरकार। अब के भनौँ, यो 4 क्लास हो, यो क्लास पनि त्यस्तै छ। डेस्क बेन्चको अवस्था यस्तो छ। सानसाना नानी बाबुहरू हामीले केही गरिदिन्छौँ कि भनेर आशामा छन्, केही छैन। विद्यालय पनि, विद्यालयको भवन जीर्ण छ। जीर्ण भन्दा पनि भवन त ठिक छ, तर भित्र बस्नका लागि कसरी बस्छन् होला, राज्यले नियमन गर्छ कि गर्दैन? यो हेर्नुहोस्, 4 क्लासमा यो हेर्नुहोस्, यो यसरी यो राख्यो भने तल यसरी खस्यो चस्मा। हेर्नुहोस्, यस्तो अवस्था छ स्कुलको चाहिँ, बहुत गाह्रो छ। यहाँ चाहिँ राज्य चाहिँ के हेरेर बस्या छ? हेर्नुहोस्, यो तल जान्छ। यो डेस्क बेन्च पनि यस्तै छ, यहाँ पनि यस्तै छ, यो भुइँ तल यस्तो छ। ल हेर्नुहोस् त, यो हेर्नुहोस्, ल हेर्नुहोस्, यस्तो छ अवस्था। यो चाहिँ बहुत गाह्रो छ यो। ल ल ल ल जाउँ बिस्तारै बिस्तारै। यहाँ सरकारले ठुला ठुला कुरा गर्छन्, ठुला ठुला योजना बाँड्छन्। यो चाहिँ हो अछामको पञ्चदेवल विनायक नगरपालिकाको चण्डिका मावि भनेको 10 क्लासमा पढाउने स्कुल हो। यो हेर्नुहोस्, यो अवस्था यस्तो छ। यो स्कुलको यो डेस्क चाहिँ ठिकै छ, तर बस्दा चाहिँ पढ्दा चाहिँ किताब कहाँ राख्ने भने, किताब कहाँ राख्ने? यो मावि हो। अहिले त शिक्षाका लागि शिक्षा ऐन चेन्ज भएका छन्, दुनियाँ धेरै कुरा भएका छन् कि, धेरै कुरा भएको छ। स्थानीय सरकारले पनि हामीले गर्छौँ स्कुलका लागि लाखौँ करोडौँ बजेट छुट्याएको भन्छ, तर कहाँ जान्छ बजेट? यो हेर्नुहोस्, यो डेस्कको हालत हेर्नुहोस्, यो हेर्नुहोस्, यो कहाँ गयो? यो बजेट त आयो होला नि, यो डेस्क बेन्च निर्माण गर्ने, यसलाई चाहिँ बनाउने त आयो होला नि बजेट, तर बजेट गयो कहाँ? किन यो नानी बाबुहरूको चाहिँ भविष्यमाथि खेलवाड गर्दैछ स्थानीय सरकार? किन कति पैसा झ्वाम पारेर खल्टीमा राखिरहेको छ सरकारले चाहिँ? ल भन्नुहोस् त। ल यो जग जाएरै हामीले यो कपोकल्पित होइन, यो चाहिँ तपाईँलाई स्थलगत फिल्ड रिपोर्टिङमा आएर
2-3 घण्टाको बाटो तय गरेर चाहिँ हामी पैदल हिँडेर यो स्कुलको अवस्था देखाउन हामी आएका छौँ। तपाईँ जस्ताको त्यस्तै अब भन्नेले त यो माथिको फ्ल्याग हामीले फालेर पनि रिपोर्टिङ गर्यो भन्नेले चाहिँ, तर यो राज्य गम्भीर हुनुपर्छ। यो साना नानी बाबुहरूको चाहिँ भविष्य तपाईँलाई चाहिँ फेरि चाहिँ तपाईँहरूलाई चाहिँ यो यिनीहरूको श्राप लाग्ला। तपाईँहरूका नानी बाबुहरू ठुला ठुला अक्सफोर्ड विद्यालयमा पढ्छन्, महँगा स्कुलमा पढ्छन्, तर सामान्य वर्गको परिवार हो कि उहाँहरूले साँझ बिहान खाना पनि हम्यो हुन्छ। त्यो परिवारले चाहिँ गभर्मेन्ट स्कुलमा पढ्ने हो, तर गभर्मेन्ट स्कुलको अवस्था यो छ। कसरी भविष्य निर्धारण गर्ने उहाँहरूले चाहिँ आफ्नो भविष्य कसरी बनाउने? राज्य किन मौन छ? राज्यले चाहिँ लाखौँ पैसा छुट्याउँछ, तर खोइ भने अब यो स्कुलको अवस्था यस्तो किन यस्तो छ भन्दाखेरि चाहिँ यहाँ दुनियाँदारी हुन्छ। यो देख्नुहोस्, यो डेस्क बेन्चको हालत हेर्नुहोस्, यस्तो छ यो। के भन्छ फिल्डमा? हामीले पञ्चदेवल विनायक नगरपालिका भन्नलाई नगरपालिका भनिया छ, जित्या छन्, खाया छन्। स्कुलको अवस्था यस्तो बिजोग छ कि यो बिजोग भन्दा पनि सबैभन्दा बढी बजेट शिक्षामा छुट्याइन्छ, 2 मात्रै छैन। तर हामीले स्कुलको प्रतिनिधित्वमूलक हामीले केही कक्षा कोठाको अवलोकन गर्यौँ। कक्षा कोठाको अवस्था पुरै बिजोग छ कि लाज लाग्छ। यो राज्यलाई लाज लाग्छ कि लाग्दैन? स्थानीय सरकारले मेरो माताहतका स्कुल भनिया छ, लाखौँ करोडौँ पैसा छुट्याए, तर स्कुलको अवस्था निकै दर्दनाक। आउनलाई बाटो छैन, बस्नलाई डेस्क बेन्च छैन, पढ्नका लागि जनशक्ति छैन स्कुलमा चाहिँ। तिमीको स्कुल कति 10 क्लाससम्म होइन? 10 क्लाससम्म। कति आज के बार हो? शुक्रबार। कतिजना सर आउनु भएको थियो आज स्कुलमा? 4-5 जना आउनु भयो। सरहरू सबै कतिजना हुन् थाहा छ? 12-13 जनामा चाहिँ कतिजना सर आउनुभयो? आज चाहिँ 4-5 जना। ल नठाटी भन है, यहाँ कसैको पनि डर मान्ने होइन, डर मान्ने होइन। तिमीहरूको भविष्यको कुरा छ। स्कुलमा पढाइ कस्तो हुन्छ, नियमित पढाइ हुन्छ कि हुँदैन नभन। कसैले केही गर्यो भने मलाई फोन गर्नु, म नम्बर दिन्छु। कसैले कुट्यो भने चाहिँ यो विषयमा बोलेको विषयमा कसैले केही भन्यो भने म नम्बर दिन्छु, मलाई फोन गर्नु होइन। ल नठाटी भने स्कुलमा पढाइ राम्रो हुन्छ कि हुँदैन, वातावरण कस्तो छ त्यो भन, प्रश्न भन। नियमित त पढाइ भइरहेछ। क्लासमा यताउता सानो क्लासमा मोबाइल हेरिराख्छन् सरहरूले, यताउता अरू पढाइ हुन्न। लास्ट हुन्छ नि, लास्ट विषय हल्का राम्रोसँग पढाइ हुन्न। त्यही हो। कस्तो त्यही हो? त्यही सरहरू जे पाए त्यही बोल्छन्, मोबाइल हेरेर बस्छन् सानो क्लासमा। अरू सरहरू लास्ट पिरियड पढाउनन्। सानो केटाकेटी हो, अहिले हाम्रो क्यामेरामा बोल्यो भने भोलि यिनीहरू बेधडक पुडे खान्छन् सरबाट चाहिँ। त्यही भएर उहाँहरू बोल्न चाहनुहुन्न, यो 100% हो। आज उहाँहरू चाहिँ हाम्रो क्यामेरामा बोल्यो भने भोलि यिनीहरू चाहिँ लाठीचार्ज हुन्छ। त्यही भएर उहाँहरू बोल्नुहुन्न, सक्नुहुन्न। राज्यलाई म यही माइक्रोफोन र यही क्यामेराबाट खबरदारी गर्छु, यो स्कुलको अवलोकन गर्नुहोस्। प्रदेश सरकार कहाँ हेरेर बसेको छ, स्थानीय सरकार कहाँ छ, मेयर भनिया छ, कुर्सीमा बसेका छ, अन्धाधुन्ध सरकारी गाडीको दुरुपयोग गरेका छन्, सरकारी पैसाको दुरुपयोग गरेका छन्, राज्यको बजेट दुरुपयोग गरेका छन्। स्कुलको अवस्था यस्तो छ, लाज लाग्दैन? लाज लाग्छ कि लाग्दैन भन्छु कि म चाहिँ। यो पञ्चदेवल विनायक नगरपालिकाको नगर प्रमुख अम्बिका चलाउनेज्यू कहाँ सुतेर बस्नु भएको छ? खोइ त अवलोकन। हुन त तपाईँको गाडी स्कुलसम्म आउँदैन, तपाईँ हिँड्नलाई जाँगर लाग्दैन। त्यही भएर तपाईँले चाहिँ स्कुलको अवस्था कस्तो छ देख्न पाउनु भएको छ। यो नागरिक, यो स्कुलको विद्यार्थीहरू हाम्रो पछाडि यसरी किन दौडिरहेको छ? केही हुन्छ कि, स्कुलमा सुधार हुन्छ कि भनेर बिचाराहरू आशामा हुनुहुन्छ उहाँहरू चाहिँ। कृपया म आग्रह गर्छु, तपाईँ यही माइक्रोफोनबाट, यही क्यामेराबाट, यही टेलिभिजनबाट म तपाईँलाई भन्छु, प्लिज हामीले यो प्रसारण गरेको केही दिनमा आएर अवलोकन मात्रै गरिदिनुहोस्। स्कुलको अवस्था के छ हेरिदिनुहोस्। यी साना नानी बाबुहरूको भविष्यको कुरा छ। कृपया हामी आग्रह गर्दछौँ। हामी यसरी बोल्न बाध्य किन भयौँ? हामीले फिल्ड रिपोर्टिङ 2-3 घण्टाको बाटो तय गरेर फिल्ड रिपोर्टिङ गऱ्यौँ। फिल्ड रिपोर्टिङ गर्दाखेरि निकै अवस्था दर्दनाक छ स्कुलको चाहिँ। यतिखेर हामी पञ्चदेवल विनायक नगरपालिकाको चण्डिका माविमा छौँ। स्कुलको अवस्था निकै खतम छ। नयाँ टिचर हुन्छन्, केही पनि हुँदैन। विद्यार्थीको गुनासो यहाँ के भन्छन् भनेपछि सरहरू चाहिँ यो के अरे त्यो खल्टीमा चाहिँ त्यो चुनौटी ल्याएर आउँछन्, स्कुलमै खान्छन्, पढाइ हुँदैन, खतम छ भन्छन्। तपाईँको नाम के हो? दिलीप कुमार महतो। स्कुलको अवस्था हेर्नु भएको छ? हेरेछ। कस्तो छ? यहाँको भौतिक संरचना अनुसार निकट धेरै कमजोर छ। डेस्क बेन्चहरू हेर्नु भएको छ? एकदम फर्निचरको संख्या निम्न छ। अनि तपाईँहरू चाहिँ केही भन्नुहुन्न जस्तोमा त्यस्तै। अब हामीले भन्छौँ, स्थानीय सरकारले भन्छौँ, वार्ड सरकारले भन्छौँ। अब हामीहरूको सुन्दैन भने हामी के गर्नु? हामी समग्रमा यो स्कुलको चण्डिका माविको
पञ्चदेवल विनायक नगरपालिकाको चण्डिका माविको अवस्था निकै दर्दनाक छ, यो कुरा तपाईँ स्वीकार्नुहुन्छ? म एकदम स्वीकार्छु। हामी जो भौतिक संरचनादेखि लिएर त्यहाँको व्यवस्थापन, यहाँको विद्यार्थीको अनुशासित सबै देखेर धेरै निम्न छ। यहाँ एकदम दुर्गम ठाउँको हिसाबले एकदम हेपिएर चेपिएको छ यो ठाउँ। जस्तो कि भन्नका लागि यो नगरपालिका भनिया छ होइन सर, यो 9 नम्बर पञ्चदेवल विनायक नगरपालिकाको हुन त तपाईँहरू त टिचर हो, आफ्नो तलब खाने हो, बस्ने हो, गर्नुपर्ने सरकारले हो, तपाईँहरू त खबरदारी त पक्कै पनि गरिराख्नु भएको होला। भन्नका लागि अछामको नगरपालिका भनिया छ, पञ्चदेवल विनायक नगरपालिका भनिया छ, नगरपालिका भित्रको एउटा मावि स्कुलको अवस्था निकै दर्दनाक छ। यो अवस्था निकै दर्दनाक छ भनेर यहाँका शिक्षकहरूले पनि स्वीकार्नु भएको छ। राज्यले चाहिँ हेर्न पर्छ कि पर्दैन, निकै बिजोग अवस्था छ। यहाँ फर्निचरको अवस्था निकै टुटफुट छ, विद्यार्थीहरू कहाँ बस्ने भन्ने कुरा अन्यल छ। बाटो पनि यहाँको विद्यार्थीले 2 घण्टा 3 घण्टा बाटो हिँडाउनु पर्छ है। हजुर, यो विद्यार्थीको समस्याले गर्दा स्कुल पनि धक्का कि -2 मा जाने अवस्था पनि आइसकेको छ। किन त्यस्तो? तर यो अब बाटोघाटो छैन, विद्यार्थीको समस्या छ। यो पुल छैन, बाटो नभएर एउटा पुलमा भनेको मन्दिर छ। अब यिनीहरूको महिनावारी भएको बेलामा 14-15 दिन नआउने यहाँको स्थानीयबाट वातावरण छ। त्यसको समस्याले गर्दा अब क्लासमा 75% छात्र छ। अब त्यो विद्यार्थी आएन भने क्लास कसरी चल्ने? हेर्नुहोस्, अघि भर्खरै गरेको हामीले त्यो पुलको रिपोर्टिङमा चाहिँ ठ्याक्कै सरले त्यही कुरा भन्नुभयो। त्यो पुल पहिला एकपल्ट जेठको महिनामा चाहिँ खच्चड दुर्घटना भइसकेपछि त्यो पुल, खच्चड दुर्घटना भएको पुल जीर्ण छ। त्यो जीर्ण पुल भइसकेपछि पुलको अलिक परपट्टि एउटा पुल बनायो, तर पुलको छेउमै आडैमा एउटा मन्दिर छ। त्यो मन्दिर अझै भन्दा पहाडमा अछाममा दैलेखमा चाहिँ देवी देवता बढी मान्ने गरी त्यही देवी देवताको डरले चाहिँ छात्र नानीहरू चाहिँ त्यो बाटो हिँड्नुहुन्न। यो भत्केको पुल छ, त्यही पुलमा उहाँहरू चाहिँ रिस्क लिएर हिँड्न बाध्य हुनुहुन्छ। त्यो पुल, नयाँ पुल त्यही छेउमै बनाए पनि हुन्थ्यो, तर राज्यले के चाहिँ गर्न खोजेको छ? हाम्रो यति आग्रह छ पञ्चदेवल विनायक नगरपालिका कि नगर प्रमुख अम्बिका चलाउनलाई हामीले ठाडै यही स्कुलबाट रिपोर्टिङ हामी गर्छौँ। स्कुलको अवस्था निकै दर्दनाक छ, तपाईँले स्कुल हेर्नै पर्छ। यो वडाको वडा अध्यक्षबाट पनि हामी किन यस्तो भयो, स्कुलको अवस्था किन यस्तो भइरहेको छ भन्ने कुरामा हामी ध्यान चाहिँ केन्द्रित गरेछौँ। अन्तिममा के भन्न चाहनुहुन्छ सर? अन्तमा के भन्न चाहन्छ, यसलाई स्थानीय सरकारबाट हामीहरू जोरदार माग गर्छौँ, वार्ड अध्यक्षले घचघचाउँछौँ, विभिन्न पत्रकारहरूले भन्छौँ, तर अहिलेसम्म त नेटमा हालेको छ, तर अहिलेसम्म यसको सुधार पक्षमा म कतैबाट देखिएको छैन। हस्, धन्यवाद सर। हस् त। ल हेर्नुहोस्, यो 8 क्लास हो। 8 क्लास भनेको अब लगभग उनीहरू चाहिँ उच्च शिक्षाको लागि तयार हुँदैछन्। 8 क्लासका नानी बाबुहरू पनि यो बेन्च हेर्नुहोस् त, यो हेर्नुहोस्, यो बेन्च हेर्नुहोस्, यो बेन्चमा यो डेस्कमा बस्न बाध्य हुनुहुन्छ। हामीले 1 क्लास देखायो, 3 क्लास देखायो, धेरै क्लासहरू देखायो। यो 8 क्लासको अवस्था पनि यस्तो छ कि यो राज्यले चाहिँ नदेख्या हो कि नसुन्या हो कि नटेर्या हो कि यो 8 क्लासको अवस्था पनि सबै बेन्चहरू यो कसरी चाहिँ यो आँखामा आँसु आउँछ होला किन? यो विद्यार्थीहरूको यो बिहान स्कुलमा पढ्न आउँदाखेरि चाहिँ कहाँ राख्छन् उहाँहरू, किताब कहाँ राख्ने, आफ्नो झोला कहाँ राख्ने, यस्तो छ कि अवस्था। धन्न यो चाहिँ तल बसे चाहिँ टुट्या नरहेछ। यो कहिले खायो, यो गयो कहाँ, यो खायो कहिले भन्ने कुरा। यो 8 क्लास हो। 8 क्लासका नानी बाबुहरू पनि हेर्नुहोस्, यो पुरै हो, यो हेर्नुहोस् पुरै यो, यहाँ नजिक सर, हेर्नुहोस् पुरै यो छ डेस्क बेन्चको हालत। यो हेर्नुहोस् त, यो हेर्नुहोस् त। यो सरकारले हामी देखाएको छैनौँ, हामीले बजेट हालिदिएको छु भन्छ सरकारले चाहिँ, तर यही हो त। यो हेर्नुहोस् अवस्था निकै गम्भीर छ। यतिखेर पञ्चदेवल विनायक नगरपालिकाको एउटा मावि स्कुलमा छु। भन्नका लागि मावि भनिएको छ, तर भौतिक संरचनाका हिसाबले केही पनि छैन, 0-0। स्कुलको अवस्था निकै दयनीय छ। म एकदम मजाले भन्छु यो विषयमा, मजाले बोल्छु यो विषयमा। कसैले चाहिँ यहाँ आएर न रोक्न सक्छ न छेक्न सक्छ, किनकि हामीले स्कुलका अधिकांश चाहिँ कक्षा कोठाको अवलोकन गऱ्यौँ, विद्यार्थीबाट बुझ्यौँ। विद्यालयको अवस्था निकै 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 दयनीय छ। यहाँ चाहिँ अध्यक्ष आराम हुनुहुन्छ? आराम छ। तपाईँ आराम हुनुहुन्छ? स्कुल विराम छ, थाहा छ कि छैन तपाईँलाई? चाहिँ आराम, अब यो विराम यस्तै छ अवस्था। हामी एकैछिन यो नानी बाबुहरूको अनुहार हेर्दाखेरि तपाईँलाई दुःख लाग्छ कि लाग्दैन? यति भन्नु, अनेस्टली भन्नुहोस् है। फेरि यो दुःख हामीलाई मात्र यो वडा अध्यक्षको हैसियतले यो दुःख लागेर मात्र सबै एउटा कुरा म भन्नु, ठिक छ, तपाईँले पनि धेरै कुरा बुझ्नुभएको छ। मेरो कुरा सुन्नुहोस् भने तपाईँ मेरो कुरा सुन्नुहोस्, तपाईँ मेरो कुरा सुन्नुहोस्। तपाईँको कुरा मैले के सुन्ने भने यहाँ स्कुलको अवस्था दर्दनाक छ। एकैछिन मेरो कुरा सुन्नुहोस्, तपाईँले एग्रेसिभ भएर हुँदैन। स्कुलको अवस्था निकै दर्दनाक छ। स्कुलको छेउमा तपाईँको वडा कार्यालय छ। सरकार र पञ्चदेवल विनायक नगरपालिकाको सरकार
तपाईँको बहुमत छ, पुरै फुल बहुमत छ, अनि ठुलो ठुलो हेरेर बसेको डेस्क बेन्च हेर्नु भएको छ, तपाईँ लिएर जाउँ कक्षा कोठामा। हजुर आज आउनु भएको छ एक दिन, सधैँ त आउनु भएको छ। तपाईँ सधैँभरि के गर्नु भएको छ यहाँ? म नआउनु भन्दा पहिला के गर्नु भयो? तपाईँले सधैँ आएर के गर्नु भएको छ यहाँ? सधैँ आएर होइन, म नआउनु के गर्नु भएको छ भने के गर्नु भएको तपाईँले चाहिँ स्थानीय सरकारको प्रमुख हुनुहुन्छ, के हो स्कुलले? आउनुहोस् यहाँ, ल आउनुहोस् यहाँ, आउनुहोस् त यहाँ। मैले निर्माण गरेका डेस्क बेन्चहरू हुन्। यो के हो? यो के हो? यो के हो भने व्हाट इज दिस के हो यो? आज हो यो विद्यार्थी रोइराखेका छन्, 2 घण्टाको बाटो हिँडेर आउनुहुन्छ उहाँहरू चाहिँ। ल भन्नुहोस्, तपाईँ सुनौ। ल यस मेरो कुरा सुन्नुहोस्, म नआउनु भन्दा पहिला म आए अहिले 2 वर्ष भयो। के गर्नु 2 वर्षमा? 2 वर्षमा यो बिल्डिङ निर्माण गरेँ मैले। तपाईँले हो यो? मैले गरेको हो नि, त्यही हो त। मैले 2 वर्षमा बिल्डिङ निर्माण गरेँ। यो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट आएको हो। यो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले दिएको होइन यो चाहिँ। तपाईलाई राम्रोसँग थाहा छ, यो चण्डिका मावि मात्र थिएन। आफ्नो सुधारको चाहिँ ब्याकग्राउन्डमा विनायक नगरपालिकाका 9 वडामा अन्य विद्यालयहरू पनि छन्, यो चण्डिका मावि मात्र छैन। राष्ट्रपति शैक्षिक अनि मेरो वडा अध्यक्षले खल्तीबाट बनाउनु पर्छ भन्ने लाग्छ। तपाईले आएको यही हो त विकास, यही हो विकास, विकास यही हो। अहिले पनि हामी चाहिने भवन निर्माण, हाम्रो चाहिने यहाँ नवदुर्गा माथि आधारभूत विद्यालय पनि छ, त्यहाँ पनि भौतिक संरचनाको हिसाबले आउनुहोस्, ठिक छ, आउनुहोस् यता आउनुहोस्, ल आउनुहोस्। ल आउनुहोस् यहाँ आउनुहोस्, ल आउनुहोस्। यो कक्षा 1 हो नि? हो यो कक्षा 1 हो यो। ल हेर्नुहोस्, ल कक्षा 1 हो यो। ल यही हो त स्कुल। यहाँ आउनुहोस् तपाईँ। एकैछिन मैले तपाईँ सरकार मैले के भने एकैछिन तपाईँ सरकारवाला निकाय नैतिक रूपमा तपाईँले यो स्कुलको दर्दनाक अवस्थाको नैतिक जिम्मेवारी लिने कि लिँदैन भने एकदम हृदयका साथ लिएको छु यसलाई। यो चाहिँ म वडा कार्यालय यहाँ नजिक छ, म यहीँ बसिराखेको छु र म यो हिसाब किताबले 2 वर्ष हामीले एउटा त्यो भवन निर्माण गऱ्यौँ र फर्निचर हामीले आगामी वर्ष त्यहाँ फर्निचर पनि सुन्ने थियो, त्यहाँको फर्निचर निर्माण गऱ्यौँ र अहिले चाहिने हामी यहाँ भवन निर्माण गर्ने क्रममा त हामी थियौँ 2 कोठे भवन। तर यो हाम्रो राँपु यो चाहिने नवदुर्गा आधारभूत विद्यालयमा भवन अत्यन्तै जीर्ण भवन छन्, अहिले त्यहाँ गर्नुपर्छ भनेर हामीले हाम्रो 2 कोठे एउटा बिल्डिङ अहिले चाहिने त्यहाँ नवदुर्गामा बन्न लागिराखेको छ र हामी पर्सि चाहिने अस्ति यहाँ मेयर साहब आएर पनि बोल्नु भएको छ, आगामी वर्ष अब चाहिने एउटा अर्को भवन निर्माण गर्ने भन्ने हो। हामी यो भौतिक संरचना भवन निर्माण गरिराख्नु भएको छ, अनि बस्ने कहाँ भने विद्यार्थी यही बस्ने हो। यही हो, यही हो, यही हो, यही हो, यही हो त यो, यही हो त सर। यो कुरा स्वीकार कि नस्वीकार? यो म स्वीकार्छु, किन देखिने कुरा त स्वीकार गर्न सक्नु पर्यो नि त छ। र तपाईँ चाहिने आज म आएको 2 वर्ष भयो, मैले एउटा बिल्डिङ निर्माण गरेको छु, त्यहाँ फर्निचर पनि अब अहिले चाहिने त्यहाँ केही फर्निचरहरू पनि निर्माण भइराखेको छ। अहिलेको आर्थिक वर्षमा पनि चाहिने यो विद्यालयलाई पूर्ण रूपमा फर्निचर उपलब्ध गराउने पनि हामीले चाहिने योजना बनाएका छौँ। त्यस्तै चाहिने यो विद्यालयको चाहिने भौतिक संरचनाको विद्यालय अलिकता विपदबाट पनि अलिकता जोखिम छ यो, र तपाईँहरूले यहाँ बाहिर पनि हेर्नुभयो होला। र त्यसको लागि भर्खरै चाहिने हिजो अस्ति 50-60 वटा जाली ल्याएर यहाँ चाहिने हामीले राखेका छौँ, त्यसको पनि बजेटको व्यवस्थापन गरेका छौँ र हामीले गर्न सकिने यो कुरा जति चबायो त्यति लम्बिन्छ। तपाईँहरू मिठा कुरा गर्ने हो। सबैभन्दा बढी नेपाल सरकारको सबैभन्दा बढी बजेट कहाँ गइरहेछ? शिक्षामा गइरहेछ। तर शिक्षामा हेर्नु न सर, यो हेर्नु न वडा अध्यक्षज्यू, म सुन्नुहोस्, मलाई यो ठाउँको विकासको बारेमा मलाई छैन मतलब, म टाढाको मान्छे हो। तर यहाँको अवस्था देख्दाखेरि चाहिँ म किन बोलेँ? तपाईँसँग मेरो के लिनु दिनु छ? किन म तपाईँसँग तर्के त? मेरो स्कुल पनि होइन, यहाँ पनि सुन्नुहोस्, यहाँ पढ्ने बालबच्चा मेरो बालबच्चा पनि होइन, उहाँहरूसँग मेरो कुनै सरकार पनि छैन। म यो समाजको यो देशको एउटा जिम्मेवार नागरिक भएको हिसाबले यो अवस्था देख्दाखेरि चाहिँ मलाई चित्त बुझेन। अर्को कुरा नैतिक जिम्मेवारी तपाईँले लिन पर्छ। तपाईँ यो वडाको वडा अध्यक्ष हो, यो वडाको वडा प्रमुख हो, अझै भन्दा पालिका सरकार तपाईँको नेतृत्वमा छ। तपाईँको अब यहाँ धेरै कुरा नगरौँ, यहाँको अवस्था यस्तै छ, गम्भीर छ। म आएको अहिले 2-2.5 वर्ष भयो, मैले भनिहालेँ एउटा भवन निर्माण भएको छ, त्यहाँको फर्निचर पनि निर्माण भएको छ र अन्य कुराहरू पनि चाहिने विद्यालयको खानेपानीको व्यवस्थापन गरिएको छ। र अब आज मात्र प्रश्न 2 वर्ष भयो यति गरेको छु, मेरो 2 वर्ष बाँकी छ। तपाईँ 2083 सालको मङ्सिरको महिना चाहिने मङ्सिर पुष माघ यसै समयमा आउनुहोस्, अनि त्यति बेला प्रश्न गर्नुहोस्, म त्यति बेला जवाफ दिन्छु। कहिले भन्नुभयो? 2083 सालको यसै महिनामा आउनुहोस्। यो त 81 हो त। 81 हो, 82 83 एकै रातमा विकास। 82 83 विद्यार्थीले यही बस्ने होइन, यही बस्ने त्यही त सुदा 82 त्यसरी बङ्गाएर नबुझ्नुस्। कसरी बङ्गाएर भन्नुहुन्छ भने यी चाहिँ फर्निचरहरू सुविधा तपाईँ आफ्नो घरमा मजाले बसिराख्नु भएको, तपाईले विश्वास गर्न चाहनुहुन्छ? तपाईँका केटाकेटी यहाँ पढ्छन्? मेरा सबै विद्यार्थी, मेरो एउटा पनि बाहिर पढ्दैन, म यही पढाउँछु। कतिमा पढ्छन्? मेरो 9 देखि तल पढ्छन्, 7, 6, 5 मा पढ्छन्। तपाईँको आफ्नै छोरा, आफ्नै घरको छोरा? एकदम, अनि अर्का घरको छोरा।
अनि लाज लाग्यो आफ्नो छोराछोरीको लागि पनि यो मर्मत गर्न सक्नु भएन यसै छ मर्मत गर्ने कुरा त गरिराखेको छु भने आछु नि त कति जवाफ दिनु कति कस्तो तपाईँ जोसिनुहुन्छ भने अहिले पनि मैले फर्निचरको चाहिने कुराहरू गरिराखेको छु त भनिराखेकै छु त कति गर्न तपाईँ मसँग सकिन्छ? जोसिनुहुन्छ भने होइन तपाईँले बुझ्नुपर्छ एक वर्ष मैले यो 400 डेस्क बेन्चसँग हामीसँग बजेट पनि हुँदैन एक वर्षभन्दा बढी भयो विद्यार्थी डेस्कमा बेसमा होइन बसिरहेको त्यही त पोहोर साल हामीले निर्माण गऱ्यौँ नि त त्यहाँ डेस्क बेन्चहरू त्यहाँ निर्माण गरि त राख्या अहिले पनि तपाईँहरू चाहिँ अब यो कार्यक्रम सुरु हुन्छ हाम्रो डेस्क यही बेन्च फर्निचर बनाउने कार्यक्रम कति दिनमा पाउँछन् डेस्क बेन्च विद्यार्थीले म दिनको कुरा हुँदैन दिनको यो चाहिने म यो शैक्षिक सत्रभित्र वैशाख जेठसम्म चाहिने यहाँको चाहिने अहिलेको विद्यार्थीले यहाँ किताब कहाँ राख्ने भने यहाँ सर रातै त्यो निर्माण गर्न सकिँदैन कहाँ 2 वर्ष कहाँ हराउनु भएको थियो भने 2 वर्ष गरे त भनिराखेको छु के गर्नुभयो भने सबै कुराहरू यहाँ चाहिने मेरो यहाँका चाहिने अरू 4-5 वटा विद्यालयहरू पनि छन् उनीहरूले पनि हेर्नुपर्छ मैले उहाँका पनि समस्या छन् उहाँ पनि यस्तै फर्निचरको सक्नु नहुने विद्यालय बन्द गरिदिनु भने बन्द गर्नु विद्यालय किन बन्द गर्ने अनि यही हो त विद्यार्थी रुवाउने यसलाई यसको चाहिने प्रगति गर्दै लिने कहिले हुन्छ प्रगति भने गर्दै सुरुवात गरेको सरकार माथिदेखि तलसम्म सरकार तपाईँकै छ यतिसम्मको योजना छ कि हाम्रो यो वडाको अर्को वर्ष चाहिने हामी चाहिने भौतिक संरचनाहरूलाई चाहिने क्लियर गरेर 11-12 पनि यहीँ पढ्ने यहाँका विद्यार्थीहरूलाई यहीँ पढाउनुपर्छ भन्ने हाम्रो मान्यता छ त्यही अनुरूप हामी चाहिने अगाडि बढेका छौँ अब अहिले यहाँको होला विभिन्न किसिमका कमी कमजोरीहरू छन् यति मात्र होइन यो काले काँडाको चट्टान र आगामी दिनमा यी चाहिने भएका हाम्रा कमी कमजोरी हामी विद्यार्थीहरूप्रति हामीले गर्नुपर्ने कामहरू हामी चाहिने निरन्तर रूपमा हाम्रा जारी रहनेछन् ती यो चण्डिकालाई गरेर मात्र पनि मैले सम्भव छैन हाम्रो नवदुर्गा राँकु छ एउटा शारदा मावि चाहिने भैँचाला छ त्यहाँ पनि विद्यार्थी निकास कहिले पाउँछ यति भन्नु निकास तपाईलाई त यो स्कुलको अवस्था देखेर लाज त लागिरहेछ नि अब यो स्कुलको अवस्था अब आफैलाई लाग्छ अब नलाग्ने कुरा होइन आफैलाई समस्या ठानिन्छ आफैले सबै समस्या ठानेर म यहाँको चाहिने मेयर भइदिएको भए पनि यो विद्यालयको कायापलट गर्छु भन्थे वडा अध्यक्ष हो र मेयर त तपाईँकै छ नि त पार्टीको छैन मेरै भए पनि उहाँका 9 वटा वडा छन् यहाँ 62 वटा विद्यालयहरू छन् ती 62 विद्यालयहरूलाई त्यो मेयर साहबले पनि त्यसरी हेर्नुपर्छ उहाँले नहेर्या भन्ने छैन फर्निचर पनि अहिले पूर्ण गर्छु भन्ने चाहिने वचन उहाँले दिइसक्नु भएको छ अहिले फर्निचर पूर्ण हुन्छ आगामी वर्ष भवन पनि यहाँ निर्माण हुन्छ भवन भौतिक संरचनामा हामी क्लियर भयौँ भने 11-12 का कुराहरू पनि यहाँबाट चाहिने गराउने भन्ने योजना हाम्रो छ अनि यो विद्यालय पढ्नका लागि पारिदैलेको विद्यार्थी पनि यहाँ आउँदो रहेछ एउटा पुल जीर्ण पुल रहेछ त्यो पुलको विकल्पपछि एउटा पुल बनाइयो अहिले चाहिँ यो छात्र नानीहरू चाहिँ 15 दिनसम्म विद्यालय नआउँदो रहेछ यसको समन्वय तपाईँले गर्नुभयो 15 दिन भन्ने कुरा 10 दिन करिब गलत होला हैन 10 दिन हामीले नचाहिने कुराहरू गर्नुहुन्न विद्यार्थी यही छैन बोलिरहेको कस्तो नचाहिने कुरा भन्नुहुन्छ तपाईँ भने नचाहिने 15 दिन भन्ने नचाहिने 10 दिन ल बोलले भन्दिनु न ल 9 दिन ल 9 ल 5 दिन ल 5 दिन ल 5 दिन म त 2 दिन ल हैन यो मैले चाहिने तपाईहरु चाहिने 5 दिनमा नजानुस् नआउनुस् भन्ने मैले त्यहाँ गरेको छैन त्यो हैन मतलब यसको सम्बन्ध यसको निकास के हुन्छ भन्न खोजेको निकास भनेको यो पुल चाहिने यो झुलङ्गे पुल निर्माण अर्को पुल निर्माण गर्नु नै यसको विकल्प हो र त्यहाँ चाहिने अहिले पनि मलाई हिजो बजारमा पनि चाहिने केही साथीहरूले कुरा गर्नुहुन्थ्यो यहाँ चाहिने यसो भयो 8-9 दिन पनि आउन जानु हुँदैन मैले त भनेको थिएँ 5 दिनमा पनि अरू पनि हामी मन्दिरमा पूजापाठ गर्छु 5 दिनमै त हामी चाहिने शुद्ध भइहाल्छु भन्ने छ हाम्रो त्यो 5 दिनमा जाँदा पनि हुन्छ होला भन्ने लाग्छ मलाई त अब त्यो किन हो खै 8-9 दिन भन्ने कुरा त्यो चाहिने मलाई थाहा पनि छैन त्यो कुरा र मैले त 4-5 दिनमा पनि तपाईँहरू चाहिने आउन जान सक्नु हुन्छ भन्ने हो मेरो आफ्नो भनाइ त्यो 2-4 दिन अब चाहिने त्यो वारिपारी निकास के हो यसको क्लियर निकास के हो अर्को चाहिने पुल नै यसको निकास हो किनभने त्यहाँ आफै पनि छात्र अस्ति यहाँ पुलमा मैले भेटेको थिएँ उहाँहरूले तपाईँहरू चाहिने तलबाट किन जानुहुन्न त भन्दाखेरि नै हामी कहाँ त्यहाँ 5-7 दिनमा त्यसरी किन तलबाट जान मिल्छ र हामीले मिल्दैन अनि त्यसको जवाब मसँग थिएन अब चाहिने मैले अब त्यो बनेको नयाँ पुल चाहिँ यतिकै भयो त्यो त है खेरा गयो नि त हो त्यो नयाँ पुल पनि अब खेर जाने कुरा हुँदैन नि त के हुन्छ त त्यहाँको पनि एउटा बस्ती छ त्यहाँ अब त्यसै बस्तीलाई जोडेर गरिएको हामी त्यो पहिल्यै यस्तो किसिमको घटना भइदिएको भए त्यसलाई सेन्टरमा जोड्थ्यौँ र तल एउटा छेउको बस्तीमा चाहिने त्यहाँ कार्यक्रम आइसकेपछि यो स्कुलको ठ्याक्कै के हुन्छ त्यो भनिदिनुहोस् कति महिनाभित्र डेस्क बेन्च पाउँछ विद्यार्थीले मजाले मैले यहाँ विद्यालय व्यवस्थापन समिति पनि छ र अब यो विद्यालय व्यवस्थापन समितिको अब चाहिने यो विद्यालय रेखदेख गर्ने धेरै जिम्मेवारी विद्यालय व्यवस्थापन समितिको पनि हो र म विद्यालय व्यवस्थापन समितिसँग बसेर अब यो चाहिने कति दिनसम्म उहाँहरूले काम गर्न सक्नुहुन्छ त्यही अब चाहिने ठ्याक्कै यति दिन भन्ने त म आफ्नै मेरो भइदिएको भए त गर्थेँ व्यवस्थापन समिति मार्फत जानुपर्ने हुनाले उहाँहरूले अब कति दिन गर्न अध्यक्ष ओके तपाईँ ओके मैले बुझेँ हिसाब किताबमा लाग्यो यो वडाको तपाईँ जिम्मेवार नागरिक अझै भन्दा यो वडाको तपाईँ वडा प्रमुख वडा सरकार जे भने पनि तपाईँ नै हो यो वडाको यो सबै कलिला नानी बाबुहरूको तपाईँ अभिभावक हो हाम्रो पनि तपाईँ अभिभावक हो अझै भन्दा यो नगरपालिकाको तपाईँ आफ्नै तपाईँको सरकार छ मलाई तपाईँलाई म यति आग्रह गर्छु साना नानी बाबुहरू जो देखेको भविष्य छ उहाँहरूको अनुहारमा
अनेस्टली तपाईँको बच्चाहरू पनि छन्, आफ्नै बच्चा सम्झेर यो नानी बाबुहरूको निकासका लागि, यो स्कुलको दिगो एउटा विकासका लागि पक्कै पनि तपाईँ निकास खोज्नुहुन्छ भन्ने मलाई विश्वास छ। अबको केही महिनापछि हामी यहाँ आउँदै गर्दा हामी मस्त पाउँछौँ भन्ने मलाई विश्वास छ। आउँदै गर्नुहोस् र यो विद्यालय अब परिवर्तन हुँदै गएको तपाईँहरू पाउनुहुनेछ। र म अहिले धेरै कुरा यहाँ काम गर्ने कुरा, बोल्ने कुरा त जति बोले पनि हुन्छ, तर काम गर्ने कुराहरूमा धेरै बाधा व्यवधानहरू पनि आउँछन्। म तिनीहरूलाई छिसोलेर भए पनि यो विद्यालयलाई मेरो उद्देश्य भनेको, मेरो लक्ष्य भनेको यहाँको भौतिक संरचना फर्निचर निर्माण गरिसकेपछि 11 र 12 सञ्चालन गर्ने भन्ने हो। म आगामी वर्षदेखि त्यो 11-12 को प्रक्रियामा अगाडि बढ्ने आफ्नो योजना हो। त्यसैले मैले यहाँका भौतिक संरचनाहरू, यहाँको फर्निचरहरू अनिवार्य रूपमा चाहिने परिपूर्ति गर्नु छ यो विद्यालयको भन्ने लाग्छ र म त्यही अनुरूप चाहिँ अगाडि बढेको छु। अहिले पनि चाहिने फर्निचर म चाहिने वैशाख भनौँ, यो फागुन चैतै भनौँ 2 महिना जति यो फर्निचरको चाहिने व्यवस्थापन हामी यहाँ गर्छौँ। सकेसम्मको अब सबै यो पूर्ण रूपमा गरौँला भन्ने त छैन। यो तपाईँ मेरो बिचको संवाद, यो क्यामेरामा कैद भएको संवाद मात्रै कुरामा सीमित नहोस्, तपाईँले पक्कै पनि गर्नुहुन्छ भन्ने मैले विश्वास लगाएको छु र आफ्नो माथिल्लो तहको सरकारलाई, माथिल्लो तहको नेतृत्वलाई पनि तपाईँ झकझक्याउनुहुन्छ भन्ने मलाई विश्वास छ। एकदम माथिल्लो तहलाई झकझक्याएको पनि छु र झकझकै पनि रहनेछौँ। हस्, धन्यवाद।